सबसे उधर कुन वाला छ भन्ने सबसे उधर ग्रास छ लौ छरे लौ सबसे उधर ग्रास छ ग्रास ग्रास को माथि चाहिँ पिग छ के गयो त्यस्तो के गर्नु बा भन्नु त मेरा गला कसलाई हिजो तिमी स्कुलमा के गर्यो अरे कसरी गर्यो अन्त के भन्यो सरस्वती मातालाई मलाई चकलेट दिनुहुन्छ अनि एप्पल दिनुहुन्छ कि हुँदैन अनि सरस्वती माताले चक्लेट एप्पल दिने हो र सरस्वती माताले त पढ्न पो सिकाउने हो त मलाई धेरै ज्ञानी बनाइदिनु पढ्न सिकाइदिनु भनिन त्यस्तो भन्नु फगरी भनि कि भनिन भन न सानो यता हेरेर ममलाई सरस्वती मातालाई सरस्वती माता भन्न जानेछौ तिमीले जानिन्छौ तिमी भन त जानिन् बहिनीले सरस्वती माता तिमीलाई प्रो हामीलाई ज्ञान मनाइदेऊ माता सरस्वती माता तिमीलाई त्यति हो एकछिन भर्खर बहिनीसँग गफ गरेको छु क्या मैले अनि त्यस्तो ज्ञानी बनाइदेऊ ज्ञानको ज्योति सिकाइदेऊ भन्ने मान्छेले चक्लेट र एप्पल माग्ने हो र एप्पल मात्रै माग्छ ल एप्पल हेल्दी फुड हो एप्पल चाहिँ माग्ने अनि चक्लेट हेल्दी हो के हो भन न एकछिन मम्मीलाई लुगा कहाँ खान्छ मान्छे लुगा हेल्दी खानेकुरा हो तिमी त लुगा अनि चिकन खान्छौ हो भ्याड हेबिटमा त म्यामलाई भनिदिन्छु फोटो खिचेर पठाइदिन्छु म्यामलाई देखाइदिन्छु सुन न सानो आलुची आलुसी आलुसी माथ्यो है माथ्यो आलुछीले सरस्वती मातालाई हामीलाई ज्ञानको ज्योति छरिदिनु भन्यौ भनिनौ के भन्यौ त के माग्यौ भन त सानो लड्डु माग्यौ अनि पापाहरू पापाहरू माग्यौ कपी र कलम मागिनौ अनि के माग्यौ त त्यति हो ल नानी अब म्यामलाई के भन्ने होला हेलो गाइज भन्ने होला अब हो हैन के भन्ने होला केही पनि हैन चकलेट दिनु भन्यो चकलेट दिनु पो भन्ने हो हेलो गाइज चकलेट दिनु लौ न मलाई त मन नै परेन एप्पल दिनु भगवान मलाई चक्की दिनु हैन के एप्पल दिनु एप्पल त दिइहाल्छु नि अनि अरू अरू क्यारेट नै चाहिन्छ अनि एउटा काक्लो पनि चाहिन्छ अनि अरू केही चाहिन्छ त्यति हो क्यारेट र काँक्रो अनि एप्पल अनि काक्लो अहिले भर्खर भनिसक्यो काक्लो त्यति हो दिनु न भइहाल्छ नि खैदे माथि किचनमा जानुपर्छ नि खानालाई यहाँ कहाँ पाइन्छ त लिएर जानु न तिमी आफै जान सक्छौ नि सक्दिन खुट्टा छैन खुट्टा यही छ त खुट्टा छैन गफ गर्न मात्रै सक्ने हो र कति मिठो हो मम्मी लाउनु मेरो पेन्टिङ
अनि दिदीले पेन्टिङ बनाउनु भएछ कति राम्रो पेन्टिङ छ दिदीको फेरि फुलु बनाउनु जान्नु भएको दिदीले त है कस्तो राम्रो छ के मलाई मन पर्यो म कहाँ टाँसेर राख्नु होला यो सोचिरहेको छु के पिङ्क भित्तामा बहिनी भन त यो कहाँ राख्ने कति राम्रो फुल छ यो यस्तो राम्रो 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 पिङ्क भित्तामा पिङ्क अनि बाबाले भित्तामा राख्यो भने के गर्नुहुन्छ फेरि तिमी यसलाई कलर गर्छौ त दिदीले फुल बनाइदिन्छ तिमी कलर गर्छौ गर्छौ हेर न बर्डहरू पनि छ खेलौनामा फ्रेम गरेर राख्ने ल ल्याऊ मैले त यस्तोमा फ्रेम गरेर राख्ने पो भनिछु त यसलाई त कसरी फ्रेम गर्न मिल्छ यो भनेर सोचिरहेको छु क्या म यस्तो गऱ्यो भने फेरि तिम्रो पेन्टिङ जाँदो रहेछ अलिकति तल सार्यो भने माथि सार्यो भने जान्न होला है बुढो त्यहाँ पनि पिङ्क छ फेरि के गर्नु होला है कसरी मिलाउने होला भन्नु त हेलो गाइज गरे हो होइन